घचेडीहरूका ग्याङहरू, टिओबीहरू, साला सहकारी ठगहरू, टिओबी ग्याङ, गाँजा खाने घचेडीहरूको ग्याङ र सहकारी ठगहरूको ग्याङ र डिप्रेसनका रोगी र खराने ग्याङहरूका अन्ध समर्थकलाई भने र यी खरानेका सन्तानहरू रातो पासपोर्ट नेताहरूलाई होइन, रातो पासपोर्ट नै 100 रुपैयाँ भन्दा माथि कृषिको काम गर्ने मान्छेहरूलाई दिउँ न रातो पासपोर्ट। माया मात्रै लाग्छ मसँग रियल भन्छु, म यहीँबाट भन्छु दादा, यदि यो सरकारले उहाँहरूको ऋण निराधार छ, उहाँहरूलाई बचाउँछ म मेरो आधी सम्पत्ति म यहीँबाट लेखेर दिन तयार छु। अब सम्पत्ति चाहियो होइन, अब कति बाँच्नु छ यहाँ नेपाली जनताको छैन। यहाँ कसरी हुन्छ दलाइ लामा जन्माउने, विदेशी सेना ल्याउने, दलाइ लामा जन्माउने, चाइना र नेपालमा युक्रेन र रसियाले युद्ध जस्तो गराउने। नेपाली जनताले जब यहाँ चाइनाका रकेट लन्चर र चाइनाका ती अस्त्र झर्न थाल्छन् नि, त्यतिखेर यो भिडियो तपाईँहरूले राख्नु होला नि, लगभग तपाईँहरूले राख्नु होला। आत्मदाह भइरहेको भन्दैछु, फेरि यो भन्दै गर्दाखेरि के होला भनेर कुनै दिन एकै दिन नि सिंहदरबार र सर्वोच्च सिंहदरबारमा जसरी आगो लाग्यो, सिंहदरबारको भौतिक संरचना त आगो लगाएर सके, तर भित्र पनि अहिले सिस्टम सिद्ध्यायो। तर त्यही जब सिद्धिन्छ नि, जब धर्म सिद्धिन्छ, जब